धरान इलेक्ट्रिसियन युट्युब च्यानलबाट म निर्मल बोलिरहेको छु। आज चाहिँ हामीले 500 लिटरको ट्याङ्की जुन चाहिँ आज फिट गरेको छौँ र यो 500 लिटरको ट्याङ्कीलाई हामीले रेन्ट जुन चाहिँ भाडामा दिने किचन हामीले बनाएको छौँ। त्यो किचनमा हामीले यसरी इन्स्टलेसन बाहिरबाट गरेको छौँ। सिभिसी पाइप, मार्बल कम्पनीको सिभिसी पाइपको प्रयोग गरेर हामीले यसरी फिट गरेको छौँ। र आज चाहिँ यस्तो तरिकाले जुन चाहिँ हाम्रो यो रुम थियो, त्यो रुममा चाहिँ हाम्रो अ, यस्तो स्ल्याब बनाएर होइन, यो अब किचनको लागि त स्ल्याब चाहियो नि त, सामान राख्नुको लागि यसको लागि स्ल्याब बनाएको हामीले पोइन्ट एउटा धाराको ट्याङ्कीको पोइन्ट राखेको छौँ भने हामीले यहाँ 18 इन्ची यो किचन सिङ्क भाँडा यहाँ राख्छौँ भने धारा हामीले त्यो ठाउँमा राखेको छौँ र यसरी सेन्टरमा र हामीले पानी जाने पाइप जुन चाहिँ हाम्रो पानी जाने पाइप छ त्यो चाहिँ हामीले 2.5 इन्चको पाइप राखेको छौँ है। 2.5 इन्चको पाइप चाहिँ हाम्रो पनि पुरै एकदम ओह्रालो एकदम पानी एकदम मजाले जाने स्पिडमा जाने लेभलमा मिलाएर यसरी राखेको छौँ हेर्नुहोस् है। हो यस्तो तरिकाले पाइप लगाउँदाखेरि राम्रो हुन्छ र राम्रोसँगले पानी जान्छ र किचनमा जहिले पनि 1.5 इन्चको पाइप नलाउनु होला। 1.5 इन्चको पाइप लगाउनु भयो भने छिट्टै जाम हुने समस्या आउने हुन्छ। त्यसैले जहिले पनि 2.5 इन्चकै पाइप लगाउनु होला है। सक्नुहुन्छ भने 2.5 इन्चको अझै राम्रो ठुलो कमर्सियल बिल्डिङहरू छ, धेरै तलाको घर छ भने चाहिँ 4 इन्चकै लाउँदा राम्रो हुन्छ। यो चाहिँ हाम्रो नर्मल रूपमा यो रेन्ट भाडामा दिने हामीले किचन बनाउँदाखेरि चाहिँ हामीले यसमा यसरी धाराको पोइन्ट निकालेको छौँ भने हाम्रो यहाँ यसरी आउटलेटको जुन वेस्ट पाइपलाई यसरी हामीले बनाएको छ फुटाएर र यो हाम्रो सानो मिनी किचन हो जुन चाहिँ सजिलोसँगले बाहिरबाट आउनुभएकोहरू यहाँ भाडामा बसेर पानी चलाउन सजिलो हुन्छ र हामीले यसरी पाइपलाई बाहिरबाट लगाएको छौँ। जुन चाहिँ अन्डरग्राउन्ड नगरिकन बाहिरैबाट हामीले यसरी 45 डिग्रीमा घुमाएर हामीले यसरी फिट गरेको छौँ। यसरी गर्दा चाहिँ पछि गएर कुनै समस्या आउँदैन र आइहाल्यो भने पाइपहरू चेन्ज गर्नुपर्ने, बनाउनुपर्ने, रिपेयरिङ गर्नु एकदम सजिलो हुन्छ र यहाँ ट्याङ्की पुल यहाँ हामीले पाउनेको सबै कुरा पाउनेको लगाएको छौँ है। गेट बल पनि लगाएको छौँ, युनियन लगाएको छौँ र एयर पाइप हामीले यसरी ट्याङ्कीभन्दा हाइट निकालेर एयर पाइप पनि राखेको छौँ है। हो यस्तो तरिकाले हामीले आज प्लम्बिङ गरेको छौँ। तपाईँको पनि कुनै प्लम्बिङ जति समस्या छ, पानी कम आउने पुरानो जिआई पाइपको प्रयोग गर्नुभएको छ भने त्यसमा चाहिँ समस्या आउँछ। त्यसैले जहिले पनि सिपिभिसी पाइप नै प्रयोग गर्नुपर्छ। त्यही पनि मार्बल भन्ने कम्पनी एकदम बेस्ट छ, नेपालको नम्बर 1 कम्पनी र यसमा हामीले यसरी यो चाहिँ हाम्रो माथिको किचन जुन चाहिँ माथि किचनबाट पानी झर्ने छ, यो पानी झर्नेलाई हामीले क्रस गरेर 45 लगाएर यसरी फिट गरेको छौँ र हाम्रो जुन भित्रको जुन हाम्रो किचनको पानी आउने छ यसलाई चाहिँ हामीले टी लगाएर यसरी पाइपलाई फिट गरेको छौँ। जुन चाहिँ माथि र तलकोलाई हामीले वाइ पनि राख्नु मिल्छ र टी पनि राख्नु मिल्छ। यहाँ आफ्नो आवश्यकता अनुसार ठाउँ अनुसार यसरी फिट गरेको छौँ। हो यस्तो तरिकाले आज हामीले ट्याङ्की पनि फिट गऱ्यौँ भने हामीले आज वेस्ट पाइप जानेको लागि कनेक्सन पनि गऱ्यौँ। त्यस्तो तरिकाले र यो 1000 लिटरको ट्याङ्की पारस भन्ने कम्पनीको देखिराख्नु भएको छ। यसमा चाहिँ यो ट्याङ्कीको पानी चाहिँ ओन्ली यो बाथरुम र टोइलेटको लागि मात्रै युज गर्न मिल्छ है। र यो यतापट्टिको 500 लिटरको ट्याङ्कीले चाहिँ हाम्रो यहाँ किचनमा पानी लाउनु लागि, किचनमा पानी चलाउनुको लागि सजिलो हामीले बनाएको छौँ। ल र यसरी हामीले गेट बल पनि सिभिसी नै लगाएका छौँ किनकि गेट बल सिभिसी भने एकदम फिटिङ गर्नु सजिलो र बलियो पनि हुन्छ। र यो गेट बल चाहिँ हाम्रो 1000 लिटरको ट्याङ्कीमा जान्छ भने यो चाहिँ हाम्रो 500 लिटरको ट्याङ्कीमा जान्छ। हो यसरी हामीले एउटा डाइरेक्ट धारा पनि यसरी फिट गरेको छौँ भने एउटा ट्याङ्कीको धारा जुन चाहिँ ट्याङ्की र धारा र डाइरेक्ट धाराको दुईवटा ट्याङ्कीको पाइप फिट गरेको छौँ। हो यस्तो तरिकाले यहाँ चाहिँ हाम्रो 500 लिटर पानी भरिँदैछ अहिले। यसलाई ओपनिङ भइरहेको छौँ र यसरी हामीले कनेक्सन गर्छु। यो 1000 लिटरको ट्याङ्कीमा चाहिँ पछाडिबाट इनलेट गरेको छौँ, आउटलेट पनि पछाडिबाटै छ है। यो पुरानो हो नि त, पहिले नै अगाडि नै गरेको थियौँ। आज त नयाँ हामीले अगाडिबाटै गरेको छौँ किनकि पाइप धेरै एल्बोहरू सकेटहरू लाग्ने भएको कारणले गर्दा अगाडिबाटै हामीले कनेक्सन गरेको छौँ। र यसरी ट्याङ्की जोड्दा जहिले पनि इनलेट चाहिँ माथिबाट हुनुपर्छ है। जुन देखिरहनु भएको छ हामीले इनलेटमा माथिबाट दिएको छौँ भने यो धेरै लामो पनि राख्नु हुँदैन इनलेट। पानी इनलेटलाई लामो राख्यो भने चाहिँ फेरि ब्याकअप हुन्छ, पानी कहिलेकाहीँ भरेर बाहिर जान सक्छ। त्यही भएर चाहिँ हामीले सेन्टरमा मिलाएर ठिक्क साइजमा राखेको छौँ। यसरी जहिले पनि माथिबाटै राख्नुपर्छ इनलेट। र आउटलेट चाहिँ हाम्रो यहाँ यस्तो छ, जुन कनेक्सन चाहिँ तपाईँले मुनिबाट पनि देख्नुभएको छ। हो यस्तो तरिकाले आउटलेट राखेको छौँ, एयर पाइप पनि राखेको छौँ। यो चाहिँ हामीले माथि चाहिँ पुरानो पहिले नै अलरेडी बनिसकेको किचन छ भने मुनि चाहिँ हाम्रो नयाँ भाडाको लागि राख्नुको लागि हामीले किचन बनाएको है। हो यस्तो तरिकाले यहाँ गेट बनाएको छ, युनियन छ, ट्याङ्की पुल छ, फिमेल सकेट छ। हो यस्तो तरिकाले हामीले आज फिट गरेको छौँ।
तपाईँलाई पनि यस्तै तरिकाले किचनहरू बनाउनु सोचिराख्नु भएछ। कसरी बनाउने भन्ने मनमा राखिरहेको छ भने पक्कै हामीले सम्झिनु होला है। ल, र यो चाहिँ हाम्रो पुरानो, यो चाहिँ पहिले नै अलरेडी हामीले फिट गरिसकेको छौँ। यो पारस भन्ने कम्पनीको। यहाँ चाहिँ हाम्रो रेडी भइसकेको छ। यसको पनि इनलेट चाहिँ माथिबाटै छ। माथिबाट इनलेट भने एकदम राम्रो। हो, यो देखिराख्नु भएको हामीले पाइप कनेक्सन त अलरेडी अगाडि नै गरिसकेको छौँ, किनकि यो ठाउँमा चाहिँ हाम्रो माथिबाट टपबाट आउने पानी र बाहिरपट्टिको पानी जुन चाहिँ हाम्रो अ, टसबाट आउने पानी र हाम्रो बाहिरपट्टि बनाएको पानीलाई यसरी स्ल्याब बनाएर यसरी वाइ राखेर हामीले यसरी फिट गर्दैछौँ है। यो त किचन चिम्नीको भयो भने यहाँ माथि यहाँ मुनि पनि हाम्रो किचन छ। के फोहोर रहेछ त्यहाँ? त अलिअलि प्लास्टिक अघिको त धुलोहरू। तपाईँहरू दुईजना निक्लिनु अब चाहिँ। अनि तपाईँको घर होइन त यो? सबले चिन्नु परेन त भोलि हेरेर ए त्यहाँ पल्लो घरमा नि बनाएको भनेर। हो त त्यहाँ देख्नु भएन भन्नु पर्यो नि त अनि। अँ, वरिपरि सबैलाई यो घरमा बनाएको सबै घर बनाइसक्यो अरे क्या लास्टमा चाहिँ। हामीले यो घरमा काम गरेको है। यो वरिपरि सबै देखेको घर जति सबैमा काम। किशोर ईश्वर दाईको। ल है, पानी भएको फोहोर मैले सफा हुँदैछ। अब चाहिँ पानी स्पिडमा प्रेसरमा आउँछ, त्यही भएर हामीले मोटर चाहिँदैन। यहाँ चाहिँ एकदम फास्ट। कहाँ?